लागेको छ है मन लाग्नेहरूलाई मात्रै यसो म यस्तो गर्छु त्यसो हामी सबै क्लास बजाउँ ल दामी मिल्छ और वो जो लाल वाला बटन है उसमें भूकंप लेके आओ या फिर भूचाल मुझे नहीं पता बस क्लिक हो जाना चाहिए माई न्यू ब्लग फर न्यू इयर है केटा हो हाम्रो चाहिँ अब रेडी हुँदैछौँ हामी चाहिँ आज हाम्रो दुधैमा शिव शताक्षी दुधै रङ्गशालामा आज भिटेन समीर घिसिङको उपस्थित हुन आँटेको छ त्यही भएर हामी रेडी भएर चट्टा हाम्रो ड्रेस यहाँ हेर्न सक्नुहुन्छ मेरो साथी अनि यहाँ हेर्न सक्नुहुन्छ मेरो भान्जा पनि यहाँ छन् हामी चाहिँ अब ट्याक्क कन्सर्टमा निक्लिनु अब एकछिन पर्खिनुहोस् साथीहरू तपाईँहरू ओके अब हामी चाहिँ निक्लिन आँटेको साथीहरू कन्सर्टमा होइन ट्याक्कसँगले अब हामी चाहिँ एकछिन साथीको घर जान्छौँ अनि त्यहाँबाट साथीलाई रिसिभ गरेर ठ्याक्कसँगले त्यहाँबाट हामी हिँड्छौँ अनि देखाउँदै जानेछु अब आजको उपस्थित दुधै रङ्गशालामा कसको हुनेछ भनेर म तपाईँहरूलाई वहीँ गएर देखाउनेछु रचना रिमाल कान्तारा ब्यान्ड र लेजर ब्यान्ड र हाम्रो भिटेनज्यूको कन्सर्ट अब यहाँ हेर्न सक्नुहुन्छ मेरो साथी चाहिँ के हेलो गाइस अब हामी चाहिँ कन्सर्टमा निक्लिन आँटेको छौँ हामी चाहिँ एउटा साथीलाई रिसिभ गर्न आएको छौँ यहाँ हेर्न सक्नुहुन्छ हाम्रो कलौटे साथी हेर्ने के भन्दैछ हेर्नुहोस् के भन्न चाहनुहुन्छ ज्येष्ठ कान्तारा ब्यान्ड भिटेन रचना रिमाल आउनु लागेको छ त्यही भएर अब खास चाहिँ हामीलाई चाहिँ जान चाहिँ इच्छा थिएन त्यो पनि अब हामी नजाँदाखेरि चाहिँ कार्यक्रम सफल नहुने भएर चाहिँ रिक्वेस्ट आएको भएर हामी चाहिँ गइदिनै पर्ने भयो त्यही भएर हामी चाहिँ अब ब्यान्डको मेम्बर जस्तो पनि हो होइन अनि हजुर सर तपाईँले कतिवटा टिकट बेच्नुभयो अहिलेसम्म मैले अहिलेसम्म 40,000 बेचिसकेँ 40,000 हो दिइराख्यो तिमीहरूले चाहिँ कसले मात्छ त अनि यहाँले राख्न भोलि मात्दा हुन्छ साह्रै कस्तो खालको पागल हो एकछिन डु नट डिस्टर्ब मी ओके हजुर अब हामी चाहिँ कसको अरे कन्सर्ट सर भन्नुहोस् त कन्सर्ट हाम्रो कान्तारा ब्यान्ड साथै भिटेन अनि साथै रचना रिमाल साथमा चाहिँ हाम्रो कमल खत्रीजी पनि हुनुहुन्छ हजुर लिजर्ड ब्यान्डलाई बिर्सेको त अहिले लिजर्ड ब्यान्ड पनि हुनुहुन्छ हैन अनि उहाँ चाहिँ को हुनुहुन्छ अनि हजुर सर तपाईँले बहिनीहरूलाई सम्झिनु भएन हामीले बहिनीहरूलाई सम्झिन खोजेको तर गोजीले साथ नदिएपछि बहिनीहरूलाई सम्झेर मात्र केही नहुने रहेछ गोजी त छ त अनि 4-5 वटा छ गोजी त छ पैसा छैन सर किन हो यस्तो त्यो बटुका लिएर यहाँ राख्न के भएको त चाहिँ मार्छु अहिले मैले एकछिन साथीहरू म चाहिँ बटुका लिएर यता देखाउँ कम क्यामेराम्यान म आइसक्यो स्मृति पनि मलाई टिकट मोटीले काट्दिएको छ यहाँनिर अब सफलता हुनको लागि यहाँ छ भने हस् साथीहरू अब हामी कन्सर्टमा पुगेर देखाउनेछौँ तपाईँहरूलाई आतङ्क सेवार हो भन्दै जो लपा टप्पा यहाँ चाहिँ अब हाम्रो कन्सर्टको उहाँ कन्सर्ट गर्ने मान्छे हो भने उहाँलाई चाहिँ हामी स्वागत गर्दै उहाँले भिटेन यहाँसम्म ल्याइदिनु भएकोमा स्वागतम गर्दै हामी उहाँलाई एउटा खादा र एउटा यिनीहरूको भ्लग सुरु गरे हो ओके थ्यांक यू धन्यवाद कार्यक्रम सञ्चालक ज्यू खुट्टा भन्दैछ त्यसले चाहिँ के गर्छ त धन्यवाद हाम्रो कार्यक्रम सञ्चालकले सञ्चालन गरेर भाग्न चाहिँ नभाग्नु होला ल साथीहरू किनको टिकट काट्न सक्दिन घर त कस्तो यार 700 रुपियाँ भइसक्यो टिकटको दाम हामी साथीभाइहरू हिँड्दैछौँ चक्क साथीहरू भ्लगर 20 जेठो पनि भ्लग रक्सी होइन अब हामी अस्ति झन्ने मरे हिँड्छौँ अब हेलो नमस्ते अब देख्न चाहिँ कोही देखेको छुइनँ है मैले सबैभन्दा पहिला
अनि मान्दैन खोइ त मान्दैन ह्याप्पी न्यु इयर
गरिरहेको छु दङ्गल ए देखो मान्दैन सबैलाई हल्ला यो हो कसैलाई मद्दत मागेन लागे म फरक बाटोमा अनि जबरजस्तीमा अर्कै बाटो हिँडाइदिएपछि लाग्नु परेन म पनि त्यही मान्छे हो नि मैले मलाई पनि राम्रो मान्छे भयो भने मान्छे जबरजस्ती फक्ट भन्दैन हुँदैन अर्कै बाटो लाग्छ माछ gotta be honest with yourself. If it's a vibe, it's a vibe. Get as a real, but I do the extra to my back.